औषधिका पिता भनेर प्राचीन ग्रिसका महान चिकित्सक हिपोक्रेट्सलाई चिनिन्छ। उहाँको एउटा महान भनाइ छ, औषधि यस्तो होस् जसमा खाद्य गुण होस्, खाना यस्तो होस् जसमा औषधीय गुण होस्। सम्पूर्णमा नमस्कार। हरेक दिन प्रत्येक जनाले हामीलाई प्रश्न गर्नुहुन्छ, यो लिक्विड क्लोरोफिल भनेको कस्तो औषधि हो, यो औषधिले के काम गर्छ, अनि यो लिक्विड क्लोरोफिल भन्ने औषधि कस्ता कस्ता व्यक्तिले प्रयोग गर्न मिल्छ भनेर सोध्नुहुन्छ। आउनुहोस् आजको यस भिडियोमा यो लिक्विड क्लोरोफिल भनेको साँच्चै नै औषधि हो त अथवा यसले कसरी काम गर्छ भन्ने विषयमा बुझौं। भिडियो अत्यन्तै महत्त्वपूर्ण छ, त्यसैले अन्तिमसम्म हेर्नुहोला र हामीलाई फलो पनि गर्नुहोला। औषधिका पिता हिपोक्रेट्सले भने झैं खाना यस्तो होस् जसमा औषधीय गुण होस्। हजुर, यो लिक्विड क्लोरोफिल भनेको पनि एक प्रकारको खानेकुरा हो जसमा भरपूर औषधिको गुण हुन्छ। यो प्रचुर ब्रान्डको ओरिजिनल लिक्विड क्लोरोफिल अल्फा भन्ने वनस्पतिलाई लामो समय अध्ययन अनुसन्धान गरेर तयार पारिएको छ। तर यो क्लोरोफिल कुनै पनि मेडिकल साइन्सको औषधि भने होइन। यो क्लोरोफिल एउटा पावरफुल सप्लिमेन्ट हो जुन क्लोरोफिलमा अत्यन्तै धेरै अल्कलाइन तत्त्व अथवा क्षारीय तत्त्व हुन्छ, जसले गर्दा हाम्रो शरीरमा अम्ल र क्षारको मात्रालाई सन्तुलनमा राख्दछ। यो क्लोरोफिलले पेटको पीएच भ्यालुलाई पनि सन्तुलनमा राख्दछ। जब हाम्रो शरीरमा अम्ल र क्षारको मात्रा सन्तुलनमा हुन्छ तब हाम्रो शरीरमा एसिडिटी बढेर हुने समस्याहरू जस्तै ग्यास्ट्रिक गानोगोला, पेट पोल्ने, दुख्ने, डकार आउने, छाती र घाँटी जलन हुने, खान मन नलाग्ने, खाना नरुच्ने जस्ता समस्या समाधान गर्न मद्दत गर्दछ। यो लिक्विड क्लोरोफिल एउटा हेल्थ सप्लिमेन्ट हो अथवा आहार पूरक खाद्य पदार्थ हो जसले शरीरमा खानाबाट पूर्ति हुन नसकेका पौष्टिक तत्त्वहरू, भिटामिनहरू परिपूर्ति गर्न मद्दत गर्दछ। त्यसैगरी यो क्लोरोफिलले शरीरमा हर्मोनलाई पनि सन्तुलनमा राख्दछ। शरीरमा रगतलाई शुद्धिकरण गरी रगतको मात्रा बढाइदिन्छ, जसले गर्दा सुगर, प्रेसर, थाइराइड, मोटोपन जस्ता समस्यालाई पनि अत्यन्तै प्रभावकारी मानिन्छ। त्यसैले यो लिक्विड क्लोरोफिल कुनै पनि औषधि होइन र कुनै पनि केमिकल होइन। यो एउटा औषधिको गुण भएको आहार पूरक खाद्य पदार्थ हो जुन क्लोरोफिल हर व्यक्तिलाई आवश्यकता छ। भिडियो अन्तिमसम्म हेरिदिनु भयो, यहाँहरूलाई धेरै धेरै धन्यवाद। यहाँहरूको समय शुभ रहोस्, स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्।